सो डियर स्टुडेन्ट्स, अब हामीले फिजिक्सलाई एकदम सिम्प्लिफाइड भर्जनमा पढ्दैछौँ है। र हरेक टपिकलाई जुनसुकै पनि टपिक तपाईँहरूले गाह्रो लाग्छ, एकदमै गाह्रो लाग्छ भने प्लिज डु कमेन्ट अस है। हामीले त्यसले एकदमै सिम्पलेस्ट फर्ममा, सिम्पलेस्ट भर्जनमा निकाल्ने र तपाईँहरूको माझ पुर्याउने ट्राई गर्छौँ। र त्यही क्रममा अब हामीले एनईबी प्याटर्नलाई फलो गर्दै र त्यहाँको एमसीक्यू सोध्ने तरिका र इभन 2 मार्क्समा सोध्ने क्वेसन्सहरूलाई फोकस गर्दै सानो सानो सर्ट भिडियोजहरू बनाउँदैछौँ। र त्यो मध्येको आज पहिलो टपिक एउटा वेव्स हो। र वेव्समा सोध्ने क्वेसन भनेको वाट इज वेव्स, वाट इज ओसिलेसन, अनि ओसिलेसन चाहिँ कति टाइपको हुन्छ है, त्यहाँबाट सोध्छ र रेजोनेन्सको कन्सेप्ट सोध्छ है। सो त्यो सब हामीले केही पनि घोक्नु पर्दैन, अब जस्ट बुझ्ने मात्रै है। त्यो एकदम पुरै बुकको डेफिनेसन हुनुपर्छ भन्ने छैन, जिस्ट हुनु पर्यो, थिम हुनु पर्यो, त्यसपछि हाम्रो एन्सर इज अलमोस्ट अलवेज राइट है। अब हेरौँ, वेव्स भनेको सिम्पली के हो त? यो वेव्स भन्नेलाई एकचोटि एउटा वर्डमा यदि हामीले डिस्क्राइब गर्ने हो भने यो भनेको डिस्टर्बेन्स हो है। सो यो डिस्टर्बेन्स फ्रम एन इक्विलिब्रियम पोजिसन, एउटा इक्विलिब्रियम पोजिसनबाट सर्टेन डिस्टर्बेन्स हुन्छ र त्यो डिस्टर्बेन्स चाहिँ ट्राभल गर्छ फ्रम वान पोजिसन टु अर्को पोजिसन, त्यसैले हामीले डिस्टर्बेन्स भन्छौँ। लेख्न तपाईँहरूले मजाले सक्नुहुन्छ। मेरो काम भनेको यहाँ जस्ट तपाईँहरूले एकदम बेस्ट तरिकाले, सिम्प्लिफाइड तरिकाले बुझाउने ट्राई मात्रै हो है। सो डिस्टर्बेन्सको एक्चुअल मिनिङ चाहिँ के हो त है? यसलाई जुन हामीले यहाँ डिस्टर्बेन्स भनिरहेछौँ नि, यो डिस्टर्बेन्सको एक्चुअल मिनिङ के हो त? यो डिस्टर्बेन्सको एक्चुअल मिनिङ हो देयर इज चेन्ज इन प्रेसर है, प्रेसर। अर्को भनेको हाम्रो एम्प्लिट्युड र अर्को भनेको डिस्प्लेसमेन्ट है। यिनीहरूको चेन्ज भन्नेकै मिनिङ हो डिस्टर्बेन्स। डिस्टर्बेन्स भन्नुको मतलब के, आफ्नो जुन कन्डिसन इनिसियल छ त्योभन्दा फरक कन्डिसन आयो भने त्यसलाई हामीले डिस्टर्बेन्स जेनरली भन्छौँ नि। सो यहाँ पनि चेन्ज भयो, त्यही भएर डिस्टर्बेन्स भने। त केमा चेन्ज भयो? त्यो मिडियमको है, जुन मिडियममा वेभ ट्रान्सफर गरिरहेछ त्यो मिडियमको प्रेसर, एम्प्लिट्युड र डिस्प्लेसमेन्टमा चेन्ज आउँछ, त्यसले हामीले डिस्टर्बेन्स भन्छौँ। र त्यो डिस्टर्बेन्स इज डाइरेक्टली के? वेव्स। अब हेरौँ त, यो डिस्टर्बेन्स प्रोड्युस गर्नको लागि के त चाहियो? सो त्यहाँ के चाहियो? मोसन चाहियो। सो टु एन्ड फ्रो मोसन टु प्रोड्युस द डिस्टर्बेन्स इज कल्ड ओसिलेसन। ओसिलेसन भन्छौँ हामीले यसलाई है। अब सोध्छ ओसिलेसन के हो त? यही हो टु एन्ड फ्रो मोसन टु प्रोड्युस द डिस्टर्बेन्स इज कल्ड ओसिलेसन। अब यो ओसिलेसन कति थरीको हुन्छ भनेर सोध्छ। यहाँबाट सोध्यो भने सिधै भन्ने 3 थरीको हुन्छ। हामी 3 भाइ जस्तै 3 थरीको हुन्छ। अब यो 3 थरी भनेको कुन कुन हो? एउटा भनेको नेचुरल अर फ्री भनौँ है, त्यसलाई फ्री ओसिलेसन भन्छ, ओसिलेसन। अर्को भनेको ड्याम्पिङ ओसिलेसन, र फाइनली अर्को भनेको फोर्स्ड ओसिलेसन। अब हेरौँ है, नाममै के छ त? फ्री ओसिलेसन, अर्थात् फ्रीली मुभ गरिरहेछ। सो फ्री यिनीहरूलाई किन भनेको भन्दा एउटा मेन पोजिसनबाट इक्वल एम्प्लिट्युडले यिनीहरू मुभ गरे भयो भने यस्तो टाइपको ओसिलेसनलाई हामीले के भन्छौँ त? फ्री ओसिलेसन भन्छौँ है। अब किन फ्री भनियो है? फ्री किन भन्यो भन्दा यिनीहरूमा एक्सटर्नल फोर्स चाहिँ के हुन्छ त? एब्सेन्ट हुन्छ। यो 1 वर्डहरू जुन लेखिरहेको छु यसलाई चाहिँ मार्क गरेर राख्नु होला, एमसीक्यूको लागि धेरै इम्पोर्टेन्ट कुरो हो है। सो यहाँ हुन्छ एक्सटर्नल फोर्स एब्सेन्ट। अनि अझै फ्री ओसिलेसन किन भन्यो? किनभने सिम्पली एउटै एम्प्लिट्युड, सेम एम्प्लिट्युडले ट्राभल भएको भइछ अरे। अब सेम एम्प्लिट्युडले ट्राभल हुनुको कारण के हो? किन सेम एम्प्लिट्युडले ट्राभल गर्यो? अब यता हेरौँ। सो यसको एउटा इक्जाम्पलको टर्ममा लिउँ। एउटा मानव यसलाई मैले एउटा पेन्डुलम कन्सिडर गरेर है। सो यो पेन्डुलमलाई कन्सिडर गरेर यहाँबाट यसरी छोडेपछि यो के भयो त? ओसिलेट भइरहेछ। अब यो ओसिलेसनलाई इफ मैले भ्याक्युममा गर्ने हो भने अहिले जति एम्प्लिट्युडले ओसिलेट भइरहेछ, दिनभरि रातभरि 10 वर्ष 20 वर्ष 100 वर्षपछि पनि जाँदाखेरि यत्तिकै एम्प्लिट्युडले ओसिलेट गरिरहेको हुन्छ। वाइ? बिकज यहाँ यो सिस्टममा इनर्जी हुन्छ कन्स्ट्यान्ट, एम्प्लिट्युड हुन्छ कन्स्ट्यान्ट, र त्यही इनर्जी कन्स्ट्यान्ट भएको कारण, एक्सटर्नल फोर्स नलागेको कारण यो फ्रीली मुभ गरिरहेछ विथ सेम एम्प्लिट्युड। सो यहाँ हुन्छ इनर्जी कन्स्ट्यान्ट है, इनर्जी कन्स्ट्यान्ट भएको कारण। त्यही भएर तपाईँले बुक पढ्दाखेरि एउटा यस्तो टाइपको ग्राफ देख्नुभएको होला नि, यता राइट एक्सिसमा के अरे एक्स एक्सिसमा टाइम हुन्छ, यतातिर इनर्जी हुन्छ, अनि तपाईँहरूको ग्राफ चाहिँ यसरी सिम्पल एउटा सिधा लाइन दिइरहेको हुन्छ। द रिजन बिहाइन्ड इज दिस, फोर्सको एब्सेन्स हुन्छ, यो सिस्टमको के अरे इनर्जी कन्स्ट्यान्ट हुन्छ, त्यही भएर सेम एम्प्लिट्युडले मुभ गरे हुन्छ। त्यसो भए यदि यो आइडिया तपाईँको दिमागमा आयो भने तपाईँहरूको दिमागमा अटोमेटिकली अर्को आइडिया स्ट्राइकै गर्नुपर्छ। इफ हामीले बाहिरबाट फोर्स लगायो भने त्यो एम्प्लिट्युड चेन्ज हुनुपर्ने हो, आइदर बढ्ने हो अथवा घट्ने हो। त किन? बाहिरबाट फोर्स लगाउँदाखेरि सर्टेन आइदर हामीले इनर्जी दिइरहेछौँ
कि त्यसको एनर्जी वेस्ट गरिरहेको छौँ। सो दुईवटा टाइपको फोर्स हुनसक्छ नि त, एउटा त्यसलाई एक्सिलरेट गर्न खोज्ने, एउटा चाहिँ त्यसलाई अपोज गर्न खोज्ने हो। सो दुईटैमध्ये जे पनि हुनसक्छ। सो रिमेनिङ दुईवटा जुन छ हाम्रो ओसिलेसन त्यसमा त्यही कन्सेप्ट छ। ड्याम्पिङ ओसिलेसनमा के हुन्छ, त्यस्तो ओसिलेसनलाई हामीले ड्याम्पिङ भन्छौँ जसमा चाहिँ एम्प्लिट्युड जुन छ, एम्प्लिट्युडहरू बिस्तारै 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 घट्दै 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 गएर फाइनली जेरो भइदिन्छ। त्यस्तो ओसिलेसनलाई हामीले भन्छौँ ड्याम्पिङ ओसिलेसन। अब हेरौँ त, अघिको कुरा मैले के भन्दै थिएँ, पेन्डुलमलाई हामीले भ्याक्युममा चलाइरहेछौँ फ्री ओसिलेसनको लागि। अब हेरौँ, यो पेन्डुलम छ है, अब मैले चाहिँ यसलाई नर्मल इन्भाइरोमेन्टमा चलाइरहेको छु, सर्टेन एम्प्लिट्युडको ओसिलेसन भइरहेको छ। अब तपाईँहरू आफै हेर्नुहोस्, स्लो हुँदै गयो कि गएन, एम्प्लिट्युड पहिलाको भन्दा कम हुँदै गयो कि गएन, यो मिन पोजिसनबाट राइट र लेफ्टको जुन हाम्रो यो मुभमेन्ट भइरहेको थियो त्यो कम भयो कि भएन, अब त सिधा छ कि छैन, अब हेर्नुहोस् त फाइनली रेस्टमा पनि आउन लागिसक्यो है, अर्थात् यसको एम्प्लिट्युड जेरो भयो कि भएन हो। त्यसो भए यसमा हामीले के बुझ्छौँ त, एक्सटर्नल फोर्स लागेकै हुन्छ है, एक्सटर्नल फोर्स प्रेजेन्ट हुन्छ। यो पोजिटिभ एन्टी भनेको मतलब प्रेजेन्ट है। सो एक्सटर्नल फोर्स के थियो त यहाँ, मैले त बाहिरबाट यसो हातले रोकेको त होइन। सो एक्सटर्नल फोर्स यहाँ के थियो त, एयरको रेसिस्टेन्स थियो नि त है। सो एयरको रेसिस्टेन्स वाज द एक्सटर्नल फोर्स द्याट कम्पेल्ड एन्ड द्याट रेसिस्टेड द मोसन अफ द ओसिलेसन। त्यही भएर बिस्तारै एम्प्लिट्युड घट्दै 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 फाइनली जेरोमा गएको हो है। अब हेरौँ, यसको पनि इक्जाम्पल बुझ्नुभयो। सो यसमा इनर्जी कन्स्ट्यान्ट हुँदैन, इनर्जी यसको घट्दै जान्छ। त्यही भएर इभन तपाईँहरूले इफ ग्राफ पनि हेर्नुभएको छ भने बिस्तारै डिक्रिजिङ अर्डरमा ग्राफ देख्नुभएको होला इनर्जीको लागि है। सबभन्दा मेन इम्पोर्टेन्ट कुरो आयो फोर्स्ड ओसिलेसन। अब यसमा के थियो भन्दा, हामीले ड्याम्पिङ ओसिलेसनलाई यदि कन्सिडर गर्ने हो भने के थियो, त्यहाँ सर्टेन एम्प्लिट्युड लस भइरहेको थियो के को कारणले, अरू डिक्रिज भइरहेको थियो के को कारणले, एक्सटर्नल फोर्स जसले चाहिँ अपोज गरिरहेको थियो। अब यहाँ फोर्स्ड ओसिलेसनमा हामीले त्यही अपोजिङ फोर्स जुन थियो नि, जति अपोजिङ फोर्स लागिरहेको थियो त्यो बडीमा, त्यति हामीले बाहिरबाट दिन्छौँ त्यो अपोजिङ फोर्सलाई अपोज गर्नलाई, अर्थात् अपोजिङ फोर्सलाई हटाउनको लागि। अनि फाइनली हामीले के गर्ने ट्राई गर्छौँ त, इक्वल म्याग्निट्युडको एम्प्लिट्युड राख्ने ट्राई गर्छौँ। सो यसमा चाहिँ हामीले एक्सटर्नल फोर्स यसमा पनि प्रेजेन्ट छ, तर के को लागि, त्यो रेसिस्टिङ फोर्सलाई रिमुभ गर्नको लागि हामीले यसमा एक्सटर्नल फोर्स लगाएका हुन्छौँ। र जतिखेर त्यो एक्सटर्नल फोर्स हट्यो अटोमेटिकली फेरि एम्प्लिट्युड घट्दा घट्दै घट्दा घट्दै जान्छ र फाइनली एम्प्लिट्युड जेरो भइदिन्छ। त्यो केसमा फेरि हामीले के भन्छौँ, एक्सटर्नल फोर्स हटायौँ यहाँबाट, कि यो बाहिरको जुन एयर रेसिस्टेन्सवाला एक्सटर्नल फोर्सहरू छन् तिनीहरूले ड्याम्पिङ ओसिलेसन जस्तो यसलाई बनाइदिन्छ है। अब हेरौँ अर्को कुरो, यो फ्री ओसिलेसनमा जब कुनै पनि बडी सर्टेन फ्रिक्वेन्सीले त मुभ गर्छ, कुनै पनि मोलिक्युल सर्टेन फ्रिक्वेन्सीले, कुनै पनि पार्टिकल सर्टेन फ्रिक्वेन्सीले मुभ गर्छ, र त्यही जुन फ्रिक्वेन्सीले मुभ गर्छ त्यो फ्रिक्वेन्सीलाई हामीले भन्छौँ, फ्री ओसिलेसनमा हुने फ्रिक्वेन्सीलाई हामीले भन्छौँ नेचुरल फ्रिक्वेन्सी। र यो नेचुरल फ्रिक्वेन्सी सबैको सेम हुँदैन है, फरक फरक हुन्छ, सबै बडीको लागि फरक फरक हुन्छ। अनि त्यो बडी केमा डिपेन्ड गर्छ त, यो नेचुरल फ्रिक्वेन्सी भने त्यो बडीको सेप, साइज, त्यसको इलास्टिसिटी कस्तो छ त्यसमा डिपेन्ड गर्छ ल है। ओके, अब फोर्स यो जुन हाम्रो ओसिलेसन थियो त्यतिखेर पनि त बडी सर्टेन के फ्रिक्वेन्सीले मुभ गर्छ, त्यो फ्रिक्वेन्सीलाई हामीले भन्छौँ फोर्स्ड फ्रिक्वेन्सी, फोर्स्ड फ्रिक्वेन्सी। अब यता हेरौँ, जब यो फोर्स्ड फ्रिक्वेन्सी र नेचुरल फ्रिक्वेन्सी म्याच गरिदियो कहिलेकाहीँ इक्वल्ली, यसको जति एम्प्लिट्युड थियो त्यसको पनि एम्प्लिट्युड त्यसरी नै भइदियो भने त्यो एम्प्लिट्युड के भइदिन्छ त, झन झन ग्रेटर भइदिन्छ। एम्प्लिट्युड के भइदिन्छ, झन झन ग्रेटर भइदिन्छ। र यही फेनोमेननलाई तपाईहरूले रेजोनेन्स भनेर पढ्नुभएको होला। यहाँबाट म्याक्सिमम 2 मार्क्सको क्वेसन्सहरू सोध्ने प्रोबेबिलिटी छ र सोधि पनि रहेको हुन्छ। सो जहाँ नेचुरल फ्रिक्वेन्सी र यो फोर्स फ्रिक्वेन्सी म्याच गरिदिन्छन्, कोइन्साइड हुन्छन्, त्यतिखेर एम्प्लिट्युड बढ्छ र त्यो फेनोमेननलाई हामीले रेजोनेन्स भनेर पढ्छौँ। अब यसको तरिकाहरू, यसको जुन क्वेसन्सहरू छ कस्तो कस्तो टाइपको सोध्छ, म यहाँ 2 मार्क्सको गिभ रिजन भन्दै जान्छु, एकदम मजाले बुझ्ने ट्राई गर्नु होला। पहिलो कुरो, इफ म्युजिकल इन्स्ट्रुमेन्टहरू एकदम मजाले बजाउँदै गयो अथवा बाहिरबाट प्लेनहरू गइरहेको छ त्यहाँबाट साउन्ड आइरहेको छ भने रुमको झ्यालको विन्डो जुन छ, विन्डोको जुन ग्लास छ त्यो ग्लास चाहिँ क्र्याक हुनसक्छ भन्छन्। किन, वाट माइट बी द रिजन बिहाइन्ड इज द क्वेसन फर 2 मार्क्स। सो यसको एन्सर त्यही हो, त्यो जुन ग्लासको नेचुरल फ्रिक्वेन्सी थियो त्यो प्लेनबाट आएको साउन्ड और हाम्रो म्युजिकल इन्स्ट्रुमेन्टबाट गएको जुन फोर्सफुल फ्रिक्वेन्सी थियो त्यो फोर्स फ्रिक्वेन्सी र यो ग्लासको नेचुरल फ्रिक्वेन्सी म्याच गर्यो र म्याच गरिसकेको कारणले गर्दाखेरि एम्प्लिट्युड बढ्यो, त्यहाँ रेजोनेन्स भयो, रेजोनेन्सको कारणले गर्दाखेरि एम्प्लिट्युड बढेको कारणले गर्दाखेरि ग्लासमा क्र्याक आयो। दोस्रो कुरो, अर्को क्वेसन सोध्न सक्छ, अर्थक्वेकमा
सँगैको घर नढल्ने अर्को घर ढल्न सक्छ हो। सो अर्थक्वेकमा घर ढल्नुको रिजन के हो भनेर सोध्छ, सँगैको ढल्छ अर्को ढल्दैन भनेर सोध्दैन, घर किन ढल्छ अथवा घर किन डिस्ट्रक्ट हुन्छ भनेर सोध्छ। सो द रिजन बिहाइन्ड इट, घरको आफ्नो नेचुरल फ्रिक्वेन्सी सर्टेन छँदैछ, त्यो अर्थक्वेक अर्थात् अर्थले दिने जुन फ्रिक्वेन्सी छ फोर्स फ्रिक्वेन्सी, इफ दुइटै फेरि कोइन्साइड भइदियो रेजोनेन्ट भइदियो भने त्यो केसमा फेरि पनि एम्प्लिट्युड बढ्छ र त्यही रेजोनेन्सको कारणले गर्दाखेरि घर ढल्छ। तेस्रो कुरो म भन्छु तपाईहरुलाई इभन यति सोध्छ ब्रिजमा है त्यो पुलमा आर्मीहरु जब मार्च पास गर्दै हिडिरहेको हुन्छन् त्यतिखेर आर्मीहरुलाई रोकिन्छ, हैन पुलमा चाहिँ मार्च पास गर्नु छैन, एकदम र्यान्डमली हिड्नु छ। किनभने मार्च पास गर्दाखेरि उनीहरुको फोर्सफुल फ्रिक्वेन्सी एकदम हाई हुन्छ र इफ त्यो फोर्सफुल फ्रिक्वेन्सी यो पुलको फ्रिक्वेन्सीसँग म्याच गरिदियो भने त्यतिखेर एम्प्लिट्युड बढ्छ र फेरि पनि त्यो पुल डिस्ट्रक्ट हुन सक्छ। अर्को क्वेशन सोध्न सक्छ, रेडियो र टेलिभिजनसँग रिलेटेड क्वेशन सोध्न सक्छ है। हुन त यो पछितिर आउने च्याप्टर्सहरुमा तपाईहरुले रेडियो टेलिभिजनहरु पढ्नुहुन्छ, तर यहाँ पनि सोध्न सक्छ। सो हामीले पहिलाको जमानामा के हुन्थ्यो, हामीले च्यानल चेन्ज गर्छौं नि हो, कहिलेकाहीँ आइपीएल हेर्नु छ भने स्टार गोल्ड लगाएर हेरिरहेको हुन्छौं अर्थात् खेलवाला हेरिरहेको हुन्छौं, कहिलेकाहीँ समाचार सुन्नु छ भने नेपाली न्यूजहरु लगाएर हेरिरहेको हुन्छौं, चेन्ज गर्छौं नि। त्यो चेन्ज गर्नुको मिनिङ के हो? पहिला रेडियो हुन्थ्यो, हामीले यसरी ट्युनिङ गर्नु पर्थ्यो अनि बल्ल कुनै रेडियो समात्थ्यो, कुनै एफएम समात्थ्यो अनि त्यसपछि हामीले सुन्थ्यौं है। अब के हो त एक्चुअली फ्रिक्वेन्सी सर्टेन त्यो एफएम बाट त्यो टेलिभिजनको कुनै पनि च्यानलबाट आइरहेको छ। यो टेलिभिजनको और यो रेडियोको आफ्नो सर्टेन नेचुरल फ्रिक्वेन्सी छ, जब दुईटै म्याच गर्छ रेजोनेन्स हुन्छ अनि बल्ल डिक्टो त्यहाँको कुरोहरु सुनिन्छ, एम्प्लिट्युड बढ्छ। सो दिस अल आर द कन्सेप्ट अफ रेजोनेन्स। एकदम मजाले यसलाई बुझ्नु भयो भने तपाईहरुलाई गाह्रो केही पनि हुँदैन, एकदम सजिलो तरिकाले हामी पढ्दै अगाडि बढ्दै जान्छौं। फिजिक्स इज जस्ट अ फन। ओके, सो दिस मच फर टुडे, थ्यांक यू।